हेलो गुड मर्निङ एभ्रिवान। आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ म यो ग्राउन्डको छेउमा बसेर हावाको आनन्द लिइरहेको छु हैन। हावा सररररर आइरहेछ, रमाइलो भइरहेछ। अब फाइनल्ली हामी चाहिँ अब ड्युटी जानु लागेको हो। आजको भिडियो चाहिँ के कस्तो हुन्छ हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला भन्न चाहे। र आजको भिडियो चाहिँ अहिले बिहानदेखि हैन अब बेलुकीको अवस्था के कस्तो हुन्छ म देखाउने नै छु। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहे। ल त्यही नै हो, अहिलेको मौसम एकदमै रमाइलो छ, हावा चलिरहेछ। मलाई त लाग्छ यो हावा चल्दाखेरि चाहिँ हाम्रो पहाडतिर पनि यस्तो हावा चल्छ नि त हैन। यतिखेर गाउँघरमा एकदमै हावा चल्छ, त्यही अनुभव भइरहेछ, मजा लागिरहेछ। अनि साथीहरू चाहिँ आएको छैन। अब साथीहरू चाहिँ खाना खाँदै होला रुममा। साथीहरू आएपछि हामी तीनजना भएर फेरि काममा जानुपर्ने हुन्छ। हावा चाहिँ खत्रै चलिरहेछ है, बेला बेला रोकिने भइरहेछ, बेला बेला चल्ने भइरहेछ। ल त्यही नै हो आजको भिडियो चाहिँ। अब बबलाई हुने बेलामा साँझ पनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला। यो हो नि त हावा चलायो भनेको होइन। ल खतरा हावा चलिरहेछ यहाँ चाहिँ। अब अघि चाहिँ घाम लागिरहेको थियो, अहिले चाहिँ हल्का मौसम ढुम्म ढुम्म भइरहेछ। यो यहाँ रुखहरू पौलेर कस्तो दामी देखिरहेछ है, हरियाली। ओहो हो हो हो, यो रुखहरू सबै पौलिसकेको छ यहाँ चाहिँ, यो छेउतिर। ल त्यही नै हो, अब म माथि जान्छु भेन आउने ठाउँमा। साथीहरू पनि त्यहाँ आउँछ, अनि साथीहरू आएपछि फेरि म भेट्ने नै छु। ल हामी चाहिँ तीनजना अब हिँडेको। केटाहरूलाई नजाऊँ भनेको, पैसा कमाउनु पर्छ भन्दैछ, तर पैसै कमाइन्छ होला। अब यसरी नै हेर्दै हेर्दै जानु होला, हामी कहाँ पुगेर टुङ्गिन्छौँ भन्ने कुरा थाहा छैन। यो चिसो मौसममा लोकल भालेको सुप खानुपर्ने होइन। लोकल भालेको सुप खानुपर्ने दिन छ आज। अब चाहिँ हामी जाँदैछौँ हाम्रो फेन आउने ठाउँमा। अब फेन आएपछि फेरि हामी जाने नै छौँ काममा। आजको मौसम चाहिँ एकदम राम्रो, हावा चलाइ चाहिँ कति हो, यो हावा धेरै चलिरहेछ। दादा रे दादा, यो बार त हामीलाई उडाइहाल्छ नि। यहाँ बस्छु म चाहिँ मक्क लाएर। ल अहिले चाहिँ हामी यहाँ भेनदेखि झरिसक्यौँ। आज चाहिँ हामी अलिक टाइम भयो, थिम पार्क जाँदैछौँ घुम्नुको लागि। अब हेर्दै गर्नु होला, त्यहाँ त के देखिन्छ, हात्ती पनि देख्न सकिन्छ, के देख्न सकिन्छ, म देखाउने नै छु। चाहिँ फाइनल्ली लिपमा पनि छिरिसक्यौँ होइन। अब प्लेनमा चढे यस्तो हुन्छ होला तँलाई है। ल अहिले चाहिँ अब हामी जाँदैछौँ सरररररर। यो केही देखिरहेको छैन, राति भए चाहिँ खतरै देखिने हो। यो उज्यालोमा सबैतिर उज्यालो उज्यालो छ, त्यही भएर पनि राम्रै देखिरहेछ। ल हामी फाइनल्ली यहाँ छिरिसक्यौँ। अब चाहिँ हामी अहिले चाहिँ गेम बबल चलिरहेछ यहाँ।
जाऊँ न माथिबाट उमा यो मान्छेहरूले कस्तो पार खेलिरहेछ गेम नछोडिदेऊ यहाँ चाहिँ बन्द भइसक्यो यो मुनि हरियाली मान्छेहरू चाहिँ खासै छैन आज हामी त यहाँ टक्कसँगले बस्ने हो यो गेमलाई हेर्दै एकछिन रमाइलो मजा लिने हो हामीले गेमको या साथी आज दुखी भएर बसिरहेको छ गेम खेल्नु पाएन भनेर खेलाउँछु म खेलाउँछु एउटा यहाँ बोल्दैछ ल त्यही नै हो आजको चाहिँ अझै हाम्रो सबै गेमहरूलाई कति लाग्ने रे 80 रुपियाँ होला 80 रुपियाँ होला थोरै के पनि अनि दिनभरिमा सकिन्छ नि सबै गेमका ल त्यही नै हो जम्पल्लोपट्टि पर आउँदैछ एउटा अब हामी फेरि टक्कसँगले जाँदैछौँ यो गेम सुरु हुन लागेको हो ल अहिले हामी चाहिँ यहाँ माथि आइपुगेको छौँ यो घुम्दै घुम्दै त्यो फोटो खिच न फोटो खिचाइदियो यसको राम्रो फोटो खिच न एउटा भरे काम लाग्छ यहाँ चाहिँ भाइले फेरि बब्बल गरिरहेछ योमा चढेर फेरि यहाँ आउँदैछ ऊ एउटा चुरेल्नी जब उठावटी कि तिमी पनि ल्याउँछ एउटा ल एउटा ल्याउँदैछ यहाँ अब यो चाहिँ हाम्रै होला यहाँ चाहिँ हामी जानुपर्छ अहिले चाहिँ हामी यहाँ इन्जोय लिइरहेछौँ भर्खर भइरहेछ यो बच्चाहरू गाडीमा आउँदैछ यो गाडी पनि अहिले म रोकिने झ्याम्पै बाटोमा गाह्रो हुन्छ होइन यहाँ चाहिँ खतरै छ योमा बच्चाहरू आइपुगेन गाडी लिएर चाहिँ एकदम दामी लागिरहेछ मलाई यो बत्तीहरू झिम 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 भइरहेछ कि यो डाइनोसरको बच्चाहरू हो ओइ आगर 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 अहिले चाहिँ हामी यस्तोमा छौँ कि यहाँ डाइनोसरको अगाडि मुख गर्दैछ यसले सही गर यस्तो दामी छ यो भित्र अलिकति हामीलाई चाहिँ भित्र छिर्ने टाइम पनि हुन्न पैसा पनि हुन्न यही भएर टक्कसँगले बाहिरदेखि भिडियो गरिरहेको छु मैले मजाले हेरेर इन्जोय लिन सक्नुहुन्छ साथीहरूले चाहिँ यहाँ डाइनोसरको बच्चालाई खुवाइरहेको छ के खुवाएको भात ल्याउ न केटा हो ल त्यही हो आजको चाहिँ भिडियो खतरै हुँदैछ होइन इन्जोय हुँदैछ यो भित्र चाहिँ भुटहरू गरिरहेछ यो माथि यो चाहिँ बाउ हो यो मुलीको आमा हो यो बच्चाले दुध खानु खोजिरहेछ मान्छेहरूले माछालाई खुट्टा खुवाइरहेछ वाउ यहाँ त माछाले खुट्टा लाउँछ कि आफै
अस्ति नै त्यो ड्रोन उडाउने देखाएको थियो नि यही हो के वाउ खतरा छ होइन यहाँ माछाले चाहिँ मालिस गर्दो रहेछ मान्छेलाई यहाँको माछा खतरा छ यहाँ नानीको खुट्टा खाइरहेछ ल सही हो अब हामी लाग्दैछौँ फेरि हामी हाम्रो गन्तव्यतर्फ लाग्नुपर्ने हुन्छ मान्छेहरू धेरै छ यहाँ मलाई चाहिँ थोरै लाज पनि लागिरहेछ ल यो नाचिरहेछ ल यस्तो यो मान्छेको भिडमा यो भिडियो बनाउँदाखेरि चाहिँ अलिकति नर्भस फिल भइरहेछ होइन र पनि के थिएन केटाहरू छँदैछ यहाँ होइन के रमाइलो छ नि त यहाँ ल हात्ती फेरि यहाँ आएर गर्दैछ हात्तीलाई चाहिँ लगेर मासु खानुपर्छ होला मिठो हुन्छ यहाँ छ हात्ती चाहिँ मान्छेहरू चाहिँ अहिले त्यति धेरै छैन आज ब्यालुन यहाँदेखि नि खतरै देखिन्छ हेलो डाइनेसोरले हामीलाई दर्शन गरिरहेछ ये डाइनोसर के भन्छ क्रोकोडाइल हो मान्छेहरूको यति धेरै भिडमा अब चाहिँ हामी फर्केको यहाँदेखि चाहिँ हामी फेरि काम पनि गर्नुपर्ने हुन्छ यो पार दिनभरि खेलेर हुँदैन कसमले अब हामी चाहिँ कहाँ हिँडेको अरे ड्युटी ड्युटी अहिले हिँडेको त्यस्तो दिनभरि घुमेर सही हो अब हामी चाहिँ एउटा काम पनि गर्नुपर्ने हुन्छ होइन एकछिन रमाइलो भइगयो यो यत्रो मान्छेहरू चाहिँ के खानु आएको होला यहाँ आएर हल्ला गरेको छ आजको भिडियो चाहिँ के कस्तो लाग्यो हजुरहरूले हेरिदिनु भयो होला भन्ने आश लागिरहेछ अब हामी चाहिँ यो भित्र छिरेर कहाँ जाँदैछौँ साथीलाई थाहा छ बाटो मलाई थाहा छैन म चाहिँ अब खासै चिन्दिनँ अब हामी चाहिँ हिँड्दैछौँ यो त कति लेभलमा आइपुगेछ भाइ यो त अहिले म अब भित्रदेखि बाहिर छिरेर हजुरहरूसँग भेट्नेछु अहिलेलाई चाहिँ फेरि म एकचोटि ल फाइनल्ली अहिले हामी चाहिँ यहाँ खाजा खान आएको छौँ केटाहरूसँग टकसँगले अब हामीले चाहिँ आधी काम गरेर खाजा खान आएको हाम्रो खाजा आउनु लागेको छ मैले बुझिसकेको छु नानी यो उपाय नलाएर अब मैले चाहिँ पाएर मैले चाहिँ उ गर्थेँ पावर आउँछ त्यही हो केटाहरू यहाँ फोनहरूले बसिरहेछ खाजा खाएर फेरि भेट्नेछौँ र खाजा के आउँछ म खाजा देखाउने पनि छु है ल अहिले चाहिँ हाम्रो फाइनल्ली खाजा आइसक्यो केटाहरूले यसको चाहिँ पल्लोको चाहिँ आएको छैन पल्लोले चाहिँ पास्ता खान्छ होला यहाँ आइसक्यो खुमको मेरो अब खोर्सानी खानै पर्यो खाजामा यो चाउमिन दिएको हो कि एक प्लेट दिएको हो कि हाफ प्लेट दिएको हो कि हाफ पनि हाफै दिएको हो कि ल यहाँ ऊ चाहिँ भर्खरै लाउरेदेखि आएको पल्टनदेखि झप्प लाएर आएको छ केटो अब केटाहरूले हाल्छ दियो अब म टेस्ट गर्छु चम्ची हो यहाँले
अब टक्क म टेस्ट गर्छु एउटाबाट सेट के छ ल हेर्नु ल मैले खाँदैछु यसको चाहिँ आइसक्यो यसको चाहिँ फाल्टै छ खाजा हाम्रो भन्दा ल अहिले चाहिँ हामी खाजा खाएर बाहिर आइसक्यौँ टक्कसँगले थोरै काम गरियो थोरै खाजा खाइयो अब हामी एकछिन थोरै आराम गरेर हामी बाहिर जानेछौँ टक्क होइन फेरि हामी चाहिँ एकछिनमा काम पनि गर्नुपर्ने हुन्छ कि रातिको 10 बजीसम्म र हामी फर्किने भनेको चाहिँ त्यही राति 10:30तिर हो बाहिरको अवस्था के कस्तो हुन्छ म देखाउने नै छु अब चाहिँ हामीले खाजा खाइयो अब आराम गर्छौँ एकछिन सुतिन्छ होला अब भरे के कस्तो हुन्छ म भिडियो लिएर आउने नै छु अहिले चाहिँ यहाँ रातिको रातिको 10:50 भइसकेको छ हामी चाहिँ रुम जाँदैछौँ अब टक्कसँगले रुममा गएर सुत्नुपर्ने हुन्छ होइन यति राति छ अनुहारै केही देखिरहेको छैन मेरो अहिले अब त्यही हो हामी चाहिँ अब काम सकेर रुम जाँदैछौँ रुम जाँदा पनि के कस्तो हुन्छ भनेर टक्क छोटो खालको भिडियो मैले बनाउँदैछु अब मेरो अनुहार नदेखे पनि बोली सुनेर थाहा भइहाल्छ मै बोलेको भनेर होइन ल सही हो हामी हिँडेको अब यस्तो अँध्यारोमा यहाँ राति परेछ खुम यहाँ बत्ती बाल्नुपर्छ कि भुइँतिर बत्ती नै बल्दैन ल सही हो अब हामी चाहिँ हिँडेको मतलब